नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ शिव गुरुङ अनि र म यहाँ गोर्खा किक बक्सिङ एकाडेमीको एउटा स्टुडेन्ट हो। अन्त बेसिकली यो आजको दिनमा चाहिँ यो के हो भन्दाखेरि चाहिँ जुन चाहिँ यो गेम भएको थियो 18 दिनको 19मा सिटी सेन्टरमा, त्यही इभेन्टको नाम चाहिँ किक बक्सिङ इन्डियन लिग भन्छ। अन्त यो सालको चाहिँ विनर हुनुमा सफल भएँ म। अन्त यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो सर विशाल राईलाई, जो चाहिँ उहाँले मलाई स्पेसली कि सबै कुरा किक बक्सिङको सबै कुरा सिकाउनु भयो सानोदेखिको। र अन्त हाम्रो स्कुल रेनबा स्कुललाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किन भन्दाखेरि अगर यो स्कुलमा किक बक्सिङ नहालेको भए हामी अहिले यो जग्गामा हुँदैन थियो होला। र सरहरूले हामीलाई जुन चाहिँ सपोर्ट गर्नुभयो त्यो बेलामा सानो बेलामा हुँदाखेरि त्यो चाहिँ म एउटा भुल्न सक्दिनँ। र जुन चाहिँ प्लान्ट गर्नुभयो हाम्रो भित्र जुन चाहिँ एउटा मोटिभेट, जुन चाहिँ एउटा सपोर्ट दिनुभएको थियो स्कुलबाट, त्यो अहिलेसम्म मैले कहीँ पनि पाएको थिइनँ। र त्यो चिजले गर्दाखेरि चाहिँ म धेरै पुस गरेँ आफूलाई। र अहिले यो जुन चाहिँ मेडल, यो बेल्ट ल्याउनेमा म सफल भएँ। र धन्यवाद सबैजनालाई। र कति किलोग्रामको खेला हजुर खेल्नु भयो र कतिजना पार्टिसिपेटरले भाग लिएको थियो त्यो पनि अलिकति यो गेममा चाहिँ मेरो वेट क्याटेगोरी चाहिँ 67 हो। अन्त म चाहिँ 67मा खेल्थेँ, अन्त खेल्दैछु अहिले पनि। र यो गेममा चाहिँ मर्ज गरेको थियो वेट क्याटेगोरिज चाहिँ लाइक 63, 67 र 71 केजिसको इभेन्टलाई चाहिँ एकै जग्गामा राखेर चाहिँ भएको थियो यो इभेन्टमा चाहिँ। अन्त मेरो अपोनेन्ट्सहरू पनि दुईजना 67 केजिसको, अन्त एकजना चाहिँ जुन चाहिँ फाइनल राउन्डमा भएको थियो ऊ चाहिँ 63 केजीको पर्यो। अन्त उसले पनि उताबाट जित्दै आउँदै क्वालिफाई राउन्ड भएको थियो 18 तारिक। ऊ दुईजनालाई उसले उताबाट जितेर आयो, अन्त मैले यताबाट दुईजनालाई जितेर फाइनलमा पुगेर अन्त 19 तारिक चाहिँ हामी दुईजनाको सामना भयो 19 तारिकको इभेन्टमा, जुन चाहिँ फाइनल थियो। अन्त त्यसमा चाहिँ भिक्ट्री हासिल गरेँ मैले उसँग। र तपाईँ गोर्खा किक बक्सिङ एकाडेमीका एउटा स्टुडेन्ट हुनुहुन्छ है, भविष्यमा कहाँसम्म पुग्ने लक्ष्य राख्नु भएको छ? अब गर्दै जाउँ, एम त ठुलै छ, अब भनेर भन्नुभन्दा अब गरेरै देखाउँ होला जस्तो लाग्छ मलाई चाहिँ। र जति पनि हजुरलाई हेरिरहनु भएको छ र तपाईँको छेउछाउमा साना खेलाडीहरू नानीहरू हुनुहुन्छ है, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँको आफ्नो पर्सनल व्यक्तिगत बारेमा? मेसेज त त्यही दिन्छु कि फाल्तु कुरामा नजाओस् ध्यान, र आफूलाई हेर, अरूको कुरा नसुन, काम गर्दै गर, अन्त राम्रो काम गर, आमा बाउलाई रेस्पेक्ट देऊ, आफूभन्दा ठुलोलाई अझै सम्मान देऊ, सानोलाई पनि सम्मान देऊ, अन्त अगाडि बढ भन्छु। दर्शकबिन अहिले पनि हाम्रो सामु हुनुहुन्छ शिव गुरुङका बाबा र आमा, र हजुरलाई हाम्रो लगट टाइममा स्वागत छ। र आज हजुरको छोराले है एउटा राम्रो गोल्ड मेडल जितेर आफ्नो गाउँको साथै परिवारको नाम रोशन गर्नुभएको छ, यसमा कतिको हर्षित हुनुहुन्छ र गोर्खा किक बक्सिङ एकाडेमीलाई के भन्न चाहनुहुन्छ? राम्रै लाग्यो, खुसी लाग्यो हो। सबै नानीहरू जसरी नै मेरो शिव जस्तै अगाडि बढ्दै जाओस् होइन, राम्रो होस् त्यही भनेर भगवान्सँग त्यही प्रार्थना गर्छु, त्यही कामना गर्छु। र धेरै आमा बाबाहरूले है यस्तो किक बक्सिङहरूमा नखेल्नु भनेर है पढाइमा ध्यान दिनु भनेर फोर्स गरिरहेको हुनुहुन्छ। तपाईँले आफ्नो नानीलाई किक बक्सिङमा हाल्नुभयो नि, के कति सपोर्टहरू गरिरहेको हुन्छ? सपोर्ट त गरेँ, तर डराइकन सपोर्ट गर्थेँ मैले हो। अब के हुन्छ कि नानीलाई होइन चोटपटक त लाग्थेँ होइन, तर पनि मैले गर्थेँ सपोर्ट। अब नानीलाई त्यही लक्ष्य त्यही बाटो गएर चाहिँ होइन होस् त भनेर मैले नि छोडिदिन्थेँ, लु जाऊ गर भन्थेँ, चाहिँ राम्रो होस् त्यसको है। हाम्रो सानो बाबा पनि हुनुहुन्छ है, बाबाले के कस्तो सपोर्टहरू गर्नुभएको छ छोरालाई? बाबाले नि गर्नुहुन्थ्यो। म अलिअलि सपोर्ट गर्थेँ, बेसी भाग गर्थिनँ, किनभने त्यो चोटपटक लाग्थ्यो त त्यही डर लाग्थ्यो। र नखेल बरु पढाइमा ध्यान दे, नोकरीतिर ध्यान दे, त्यही नै भन्थेँ। त्यही अब कहिले कहाँ चोट लागेर आउँछ, कहिले कहाँ चोट लागेर आउँछ, अन्त त्यही अलिकति असुविधा लाग्थ्यो, नराम्रो लाग्थ्यो, त्यति नै मेरो भन्ने। त अब छोराको चुज पनि
मानिलिनु पर्यो अब उसलाई त्यहीमा इन्ट्रेस्ट छ र म पनि अब उति साह्रो प्रेसर दिइनँ। होइन धेरै युवाहरू अहिले नसातिर लागिरहेछ है, मोबाइलको गेमहरू खेलिरहेछ। हजुरको छोरा त्यत्रो ठुलो एचिभ गरेर आउनु भएको छ नि, त्यसमा बहुत खुसी छु। यसरी नै अघि बढोस्, सर्भिसतिर पनि ट्राई गरोस्। यो मेरो भन्ने एउटा यो वर्ल्ड कप के भन्छ त्यसलाई, होइन के भन्छ नि, एसियन गेममा यो किक बक्सिङ जानु सक्यो भने त खुबै राम्रो हुने थियो। त्यही नै कहिले चाहिँ हुन्छ त्यही नै इन्तजारमा छु। बाबाको सपना चाहिँ एसियन गेममा छोरा जाओस्। मेरो सपना त्यतैतिर छ। त्यहाँ गयो भने लाइफ ठुलो लाइफ बनिन्छ, राम्रो हुन्छ। गाउँको पनि सबै माने स्कुल टिचरदेखि लिएर स्कुलको र गाउँको सुनाम हुन्छ भनेर मेरो एउटा आशा छ। र आमालाई सोधेँ है, अलि धेरै नै आमाहरू डराउनुहुन्छ, अघि तपाईँले भनिहाल्नु भयो डर पनि हुन्छ भनेर। र आज हजुरको छोराले जितेर आएपछि अन्य प्यारेन्ट्सहरूलाई, अभिभावकहरूलाई के सन्देश दिन चाहनुहुन्छ? म त राम्रै होस्, नानीहरू त्यो बाटोमा गएको राम्रै हो भनेर भन्छु हो। सबैलाई म त्यस्तै भन्छु। डर त लाग्छ नि सबैको प्यारेन्ट्सलाई, होइन, चोटपटक लाग्छ, यस्तो हुन्छ यस्तो। अन्त हाम्रो शिवाको पनि कति चोट लाग्यो नि, कस्तो टेन्सन लाग्थ्यो हो, पठाउनु मन लाग्थेन क्या। तर पनि केही नै हुन्न मम्मी भन्थ्यो हो। अन्त म पनि ल त त्यहाँ गर न त, तिमीले गर्छ भने मैले त्यसलाई सपोर्ट गरिदिन्छु। अरू नानीहरू पनि त्यसरी नै गरोस्। मेरो नाम रत्ना। हेलो भक्तबहादुर, धन्यवाद। हाम्रो माझमा अहिले जोडिसक्नु भएछ गोर्खा किक बक्सिङ एकाडेमी पानीघाटाका कोच विशाल राईज्यू। र हजुरको विद्यार्थीले यत्रो ठुलो मञ्चमा है जित हासिल गर्नुभएको छ, कति खुसी हुनुहुन्छ हजुर? अब तपाईँको अब धेरै खुसी छु भनौँ न, होइन। जसरी मेरो स्टुडेन्ट नभएर गाउँको छोरा, स्कुलको छोरा है, यो पानीघाटा निरपानीको छोरा, जसरी उसले गाउँको स्कुलको एकाडेमीको नाम रोशन गरे, त्योभन्दा ठुलो खुसीको त केही सीमै छैन नि। आज उसले यसरी गर्यो, भर्छ कि अब यो नानीहरू छ उनीहरू पनि त्यस्तै होस्, म त्यही भन्न चाहन्छु। आज उसले प्रो फाइट जित्यो यसरी, होइन, अरू नानीहरू पनि त्यसरी नै जितोस्, नेसनल खेलोस्, इन्टरनेसनल खेलोस्, मेरो त्यही चाहना छ। हुन्छ, थ्याङ्क यू। थ्याङ्क यू।